विदेश आउनु अघि कस्तो लाग्थ्यो थाहा छ? नयाँ सहर, नयाँ जिन्दगी, आफूलाई नै हिरो जस्तो महसुस हुने सपना। तर यहाँ आइपुगेपछि बल्ल थाहा हुन्छ सपना र वास्तविकता कति फरक हुन्छ। कहिलेकाहीँ त सुपरमार्केटमा उभिएर नुन र चिनी छुट्याउने 10 मिनेट लाग्छ। गुगल ट्रान्सलेट बिना त केही बुझिँदैन। यहाँ न त मान्छे पर्यटक जस्तो स्वतन्त्र हुन्छ, न त पुरै स्थानीय नै बन्न सक्छ। बिचमै कतै हराएको जस्तो। जब मान्छे विदेशिन्छ नि, ऊ केवल झोला बोकेर आउँदैन। उसले छोडेर आउँछ आफ्नो घर, आफ्नो मान्छे, आफ्नो सहज जिन्दगी। यहाँ 10 घन्टा काम गर्नु मात्रै होइन, नयाँ भाषा सिक्नु अनि हरेक रात घर सम्झिनु पनि पर्छ। कहिलेकाहीँ त शरीरभन्दा धेरै मन थाक्छ, तर बिस्तारै एउटा कुरा बुझिँदै जान्छ, यो थकान व्यर्थ होइन। यसैभित्र एउटा नयाँ भविष्य बन्दैछ। हरेक सानो उपलब्धिले मान्छेलाई अझ बलियो बनाउँछ। सजिलो त छैन, तर हरेक दिन आफू बदलिँदै गएको देख्दा मनभित्र कतै शान्ति मिल्छ। जिन्दगी अलि अस्तव्यस्त छ अहिले, तर सायद यही नै यसको सबैभन्दा सुन्दर हिस्सा हो।